Hello guys, welcome to my new vlog. And after some many days, I am uploading vlog. Hazur, toilet. Hey, त्यहाँ चाबी छ यता उल्लु हजुर उहाँ छ चाबी चाहिँ यता त्यो यो यता हैन के बोला तूने ए उ त्यहाँ के त्यो त्यहाँ झुन्डिरहेको हुनुपर्ने झुन्डेर नजानु पहिला मान्छे आएर सायद गाइस म त धेरै पछि अब भ्लग बनाएर अब चाहिँ आज चाहिँ मिलमा आएको छु हैन अब मिलमा चाहिँ अब तपाईको दाजु बस्छ म धेरै बस्दिनँ त्यही 3-4 घण्टा होला धेरै बस्दिन त्यति होला अब आज म व्यापारी बन्ने छु र व्यापार गर्ने छु हेरौँ मेरो व्यापार कस्तो जान्छ र यहाँ तोरी पनि पेलिरहेका छन् हाम्रा दाजुले र म चाहिँ यहाँ आज तेल बेच्न व्यापार गरिरहेको छु नेपाली तेल मिल सुकेधारा तपाईँ पनि आउन सक्नुहुन्छ र यहाँ एकदम राम्रो क्वालिटीको तेल पाइन्छ यो हो काँचो तेल बोतल सही 350 है त ल गाइस यो मिल चाहिँ धेरै राम्रो पाइन्छ त्यसलाई तपाईँ आउन सक्नुहुन्छ यहाँ चाहिँ अहिले चाहिँ यहाँ सर्स्यु पेलिरहेको छ हेर्न सक्नुहुन्छ पहेँलो तोरी सर्स्यु पेलेर यहाँ मजाले तेल पनि निस्किरहेको छ तल हेर्न सक्नुहुन्छ तर तपाईँले तोरी ल्याउनु भयो भने हामी तपाईँको तोरी पनि पेलिदिन्छौँ होइन त्यसमा खासै छैन यहाँ चाहिँ सर्स्युमा भरेको भाडा पनि हेर्न सक्नुहुन्छ तपाईँले आउनु नदिनु है त तपाईँलाई सक्नुहुन्छ है त गाइस यार मिल्न बस्ने भनेको अब मिल्न नबस्ने घर गएर खाजा बनाउनु पर्यो मैले चलो ल यहाँ के यो चिम्बान्दी नि लिएर हिँड्दा छ घर गएर मासु बनाउँछ मासु मेरो भाग चाहिँ आज मासु बनाउँछ र म प्याज काट्दैछु र प्याज काटेर स्वादिष्ट मासु बनाउँछु है त गाइस त्यो बेलाको 1 किलो मासु यहाँ तेल तताइरहेको छु अब हाल्छु है त यहाँ चाहिँ पहिला मैले मासुलाई भुट्न हाल्दैछु चाहिँ अब मासु पहिले भुटेर रातो हुन्छ अनि अर्थो हाल्छु र मासु बनाइरहेको थिएँ गाइस मैले मासु बनाइरहेको थिएँ भ्लगै बनाउन बिर्सेछु है ल म चाहिँ अब मासु खाइसकेको छु बनिसकेर नि है अब के गर्नु भ्लग बनाउनु बिर्सेँ अरे कस्तो भ्लगर बन्छु हो म ल गाइस हुन्छ आउनु न त ल गाइस राम्रो हुन्छ हो तपाईँले बनाएर राम्रो भइहाल्छ नि ल गाइस म चाहिँ अब खाजा खाएर बाइक चलाउनु गइरहेको छु लेट्स गो टु बाइक चलाउनु है त ल गाइस जो चाहिँ मैले बाइक चलाइदिएको छु त्यो नमुना आयो होइन अलिकति शान्ति भयो अब चित्त बुझाइदिनु होला ल यही नै हो है त किन झर्ने पल्ट्यो भने म पछाडि हेरेको झट्टै ठोकेर किन यो चाहिँ बाइक चलाएको अब अलिकति फास्ट मोडमा पनि देखाउनु पर्यो नि त होइन ल फास्ट मोड है त ल गाइस ल मैले बाइक चलाएर देखिहाल्नु भयो होला मेरो भिडियो रेकर्ड गर्ने मान्छे क्यामेराम्यान भनिदिनु केही बाइक झट्टै लडाइ गाइस भिडियो बनाउँदा है ल बाई बाई लाइक सेयर एन्ड सब्सक्राइब टाटा बाई बाई सी यु नेक्स्ट भिडियो म चाहिँ बाइक चलाएर आएर अब यहाँ खाट सार्दैछु अब खाट सार्ने खाट सारेपछि कुरा गरौँ है ल यहाँ ओर्नी मिलाएर अब एउटा केटाको अनुहार देख्नुहुन्न अरे मलाई के साल्ने धन्दी दिइरह यो खाटोमा सार्ने है ओके लेट्स गो A few moments later. कोठा छुटानी सार्यो होइन सामान मिलायो अब यहाँ आनन्दले सोफामा बसिरहेको छु है आजको लागि भ्लग यति हो थ्याङ्क्स फर वाचिङ मेरो भिडियोहरू देख्नु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद I will make more content like this so don't forget to share subscribe and like. Tata bye bye see you in the next vlog. Jai Nepal.